गाइस वेलकम ब्याक टु माई च्यानल। तपाईँ स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ धेरै खुसी नयाँ ब्लगमा आएको छु है त। सबैजनाले यहाँ हेर्न सक्नुहुन्छ धान रोपेर भ्याउनु लागिसक्यो। धानको नजारा। अनि गाइस मसित भने एकजना मान्छेको नाम हो अजु रामस्तेले है त। अनि गाइस आज तपाईँको एउटा रेसिपी सिकाउनु आएको छौँ। Wait, no, na. Not you man to tackle the family. अनि यो रहेको छ हाम्रो देउली आसाम। कफी कसरी बनाउनु, कफी तयार गर्छ है। अलिक कफी रहेको छ ओल्ड टाउन वाइट कफी है त रहेछ। तर हामीले योलाई ब्ल्याक कफी गरेर खान्छ। त बिराउनु ल बिराउनु पहिला ग्यास ल अन गर त ल ग्यास बाल्ने रहेछ। अनि यो ताबाट तताउने अनि किसिम पानी ताप्नु दिने गाइस। चोरी लागेन खान्न व्यस्त अनि सबैजना सन्चै हुनुहुन्छ र यो चाहिँ हामी धेरै खुसी। यो चाहिँ यस्तो जुठो खान्न पनि नआइसक्यो ज्वरको। हाम्रो पानी गाइस उम्लिनु सुरु गर्नु लाग्यो गाइस। छिटो हुन्छ पानीहरू। गाइस चाहिँ हाम्रो पानी उम्लिरहेको छ रोक कफी। यो चाहिँ हाम्रो होइन गाइस, यो दाइको हो कि कसको घर थियो हामी युज गरेको। के गर्नु लाग्यो देख्न सामान यति उफ्रिन हाम्रो तल बस्छ उफ्रिन लाने लगेर चाहिँ फेरि ब्याक आइसकेको छ। अनि हाम्रो चाहिँ यो के अरे कफी उम्लिसकेको छ। चाहिँ कफी भन्दा पानी उम्लिसकेको छ। गाइस हामी फेरि ब्याक आइसकेको छौँ। अनि हाम्रो चाहिँ पानी उम्लेको है त गाइस। यति उसारमा कफी तातो थियो नि छोप यति अर्डर यति छोप भने के छ यति यस्तै ग्यासमा देखिने भयो पाङ्गेन भयो। ग्यास पुरै देखिन्छ देखाउ भने गाइस। अब चाहिँ हामीले उसाल्न गइरहेका छौँ चिनी। तिमीलाई एक चम्चा अनि 2 चम्चा तपाईँले हाल्नु चिनी। सक्छ अझ मिठो चाहियो भने अझ 1 चम्चा हाल्यो भने केही फरक पर्दैन।
ल गाइस चियापत्तीमा हाल्नु गाइस फेरि कफी गाइस चियापत्तीमा हाल्नु होला गाइस हामीसित सामान अलरेडी रहन्छ यो त मसला उस मासुमा हाल्ने मसला हो केसको दाउरा भन्नु दाइ भाइ भाइ अन्ना गाइड उसको होइन जे भन्छ छोडिदिनु न चाहिँ भिडियोमा नगर छोरी हेर्नु चाहिँ भिडियो यो मान्छे चालो छ मान्छे धेरै रिल बनाएको गाइस ल हामी ल फिडब्याक आएको छ हाम्रो कफी उम्रिन लागेको छ हामीसित चाहिँ के छैन भने के हामीसित दुध छैन फिडब्याक आएको छ अनि गाइज हाम्रो कफी चाहिँ रेडी हुनु गइरहेको छ रेडी हाम्रो कफी भइसकेको छ है गाइज ब्ल्याक कफी तर गाइज यहाँ पढ्नु के लेखेको छ वाइट कफी हो कि त्यही हामी यो ब्ल्याक कफी गरेर थियो ओल्ड टाउन कफी हल्का क्यास कम गरौँ है गाइज यस्तो चलाम फेरि बन्द हामी कफी चाहिँ रेडी भइसकेको छ लिएर हिँड्नु यस्तै ओल्ड टाउन ओए मैले चलाउने होइन के भएन क्या चल्दैछ होला नि यार मोबाइल तिमी अनबलले के जाने गाइस आजको लागि यति नै म मिल्छु अर्को भिडियोमा त्यति बेलासम्म बाइ बाइ अनि गाइस मेरो अझ कफी आएको छैन फाइनली गाइस कफी भइएको छ
सबैजनालाई यो रेसिपी राम्रो त लाग्यो होला किनकि सबैले यही रेसिपी युज गर्छन् यो बाहेक रेसिपी अझ युज गर्न मिल्दै मिल्दैन पानी चिनी कफी त हो रेसिपी भन्ने कफी गरौँ तर हामी नयाँ नयाँ कुराको रेसिपी थाहा पाइयो भने नयाँ नयाँ कुरा खानेकुराको अनि हामी फेरि तपाईँसित आउनेछौँ अनि गाइस जो जो नयाँ हुनुहुन्छ लाइक सब्सक्राइब खानु होला एक सब्सक्राइबले गाइस केही हुँदैन गाइस न तपाईँको स्ट्रेस फुल हुन्छ भन्नु स्ट्रेसफुल हुन्न तपाईँकोमा ह्याङ चल्दैन तपाईँको न केही तपाईँले पैसा तिर्नुपर्छ सब्सक्राइब हान्नको लागि त्यसैले लाइक सब्सक्राइब हान्नु होला आजको लागि यति नै म मिल्छ अर्को भिडियोमा भेट्नुपर्छ बाई बाई